खुसी मलाई बनाउनु पर्छ, यो जिन्दगीको यथार्थ हो। हजारको बजारमा रमाउनेहरू कहाँ करोडको मूल्य बुझ्ने हैसियत राख्छन्। उनको सिउँदो कोही पराईले रङ्गाएदेखि मलाई रङ मन पर्दैन। तलका मध्ये कुनै एक प्रश्नको उत्तरमा छोडिएको सही उत्तर थिए म। तिमी बोलेनौ भनेर केही गुनासो छैन प्यारा, तिमीले बोलाउन लायक हुन नसकेकोमा गुनासो छ आफैसँग। विकल्पहरू प्रश्नमा मात्र हुन्छन् प्रिय, जिन्दगीमा अनिवार्य कोही एकको खाँचो पर्दछ। कुम्चिएको हो, कम होइन। रहरले टाढिएकाहरूसँग बाध्यताले पनि भेट नहोस्। सबै कुरा रोएरै पाइँदैन नि, केही कुरा त मुस्कुराउँदै छाड्नुपर्छ। सानोमा आमा नदेख्दा आत्तिने म अहिले वर्षौं भेट नहुँदा पनि सम्हालिने गर्छु। तिमीलाई कोही पराईसँग देखेपछि सोचे टाढिन ढिलो गरेछु। तिमीले मसँग झुट बोलेकोमा म दुखी छैन। दुखी त यो कुरामा छु कि अबदेखि तिम्रो भरोसा गर्न सक्दिन। तिमी 2-4 महिना टिक्ने सम्बन्धको उदाहरण नदेऊ। मैले 7 मण्डप घुमेर गाँसेको सम्बन्ध पनि टुटेको देखेको छु। माया गर्न सजिलो छ, गाह्रो त माया गर्ने मान्छे पाउन मात्र हो। अवस्था दयनीय छ। आफ्नै हाँसेको तस्बिर हेरेर हरेक रात रुने गर्छु म। उसले आँसु पुछिदिएको देख्यो, मैले आँसु खस्नै नदिएको देखेनौ। को टुटेको छैन र यहाँ, बरु सिसाहरू कम टुटेका होलान् मान्छेको मनभन्दा। तिमीलाई गुमाए भने मसँग घुमाउनको लागि केही बाँकी रहन्न आमा। मायाले रोकेर राख्न नसकेको मान्छेलाई आँसुले कति बेर रोकेर राख्छौ। आज पनि उत्तिकै प्यारो लाग्छ जिन्दगीका ती पात्रहरू। कोही बाध्यता त कोही बहानामा छुटिएका थिए। जानेहरू सबै धोकेबाज नहुन सक्छन्। के थाहा मन्जुरीसँगको मजबुरी पो थियो कि उसको। तिमीलाई तिमी बनाएको प्रेमले तिमीलाई कसैको नबनाउन पनि सक्छ। तिमीले बोल्ने प्रत्येक झुट नै मेरो लागि बाँच्ने आधार थिए प्रिय। किन साँचो बोल्यो? आफ्नो प्रेम त्यसको निम्ति खेर नफाल जसले प्रेमको मूल्य बुझ्दैन।